एक दिन जंगलमा एकजना खरायो ढुक्कसँग उफ्रदै हिँडिरहेको थियो। ऊ निकै दङ्ग थियो किनभने ऊ जंगलकै सबैभन्दा छिटो जनावर थियो। एकाएक ऊ कछुवासँग भेट्यो। कछुवा बिस्तारै बिस्तारै हिँडिरहेको थियो। खरायो हाँस्यो, ए कछुवा, तिमी त यस्तो ढिलो हिँड्ने, तिमीलाई त एक पाइला चाल्नमै दिन सकिन्छ। कछुवाले मुस्कुराउँदै भन्यो, हो म ढिलो त छु, तर म कहिले रोकिदिन। यदि चाह्यौ भने हामी दौड प्रतियोगिता गरौँ। खरायोलाई रमाइलो लाग्यो। उसले भने, हुन्छ, भोलि बिहान हामी दौड्नेछौँ। अर्को दिन जंगलका सबै जनावरहरू जम्मा भए। दौड सुरु भयो। खरायो छिट्टै टाढा पुग्यो। उसले सोचे, कछुवा त अझै धेरै पछि छ। म अलिकति आराम गर्छु। त्यसपछि ऊ रुखमुनि सुतेको सुतै भयो। तर कछुवा बिस्तारै बिस्तारै अघि बढिरह्यो। ऊ कहिल्यै रोकिएन। अन्ततः ऊ गन्तव्य स्थानमा पुग्यो। जब खरायो बिउजियो, कछुवा त पहिले नै जितिसकेको थियो। सबै जनावरहरूले कछुवालाई तालियाँ बजाए। खरायो लाज मान्यो, तर कछुवाले उसलाई मुस्कुराउँदै भन्यो, खेल रमाइलोको लागि हो। तर धैर्यता, निरन्तरता र अहङ्कार नगर्नु, यी कुरा सबैभन्दा महत्त्वपूर्ण छन्। शिक्षा। धैर्य र निरन्तर प्रयास नै सफलताको कुञ्जी हो। अहङ्कार गर्नु हुँदैन। र कहिल्यै नरोकिने हो भने सफलता पक्कै भेटिन्छ।